हेलो नमस्ते सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज म ओडातर्फ गइरहेको छु। ओडामा पार्लरको लागि अनि इलेक्ट्रोनिक चुलोको फर्म खुलेको थियो, त्यसको लागि पनि म गइरहेको छु। हाम्रो ओडा नम्बर 14 हो यो, हेर्न सक्नुहुन्छ हाम्रो ओडा नम्बर 14। अनि मैले त्यसको लागि फर्म भर्नको लागि नागरिकताको फोटोकपी चाहिने रहेछ। अनि मैले नागरिकताको फोटोकपी गरी मागेँ। अनि गरी मागिसकेपछि अनि घाम लागेको थियो क्लासमा, अनि क्लास माथि बसौँ छतमा भनेर अनि माथि गएँ, ड्रइङ गरेँ। कस्तो छ मेरो हातको ड्रइङ मलाई आउनु, मेरो हात पनि कस्तो थियो अलिकति। अनि हाम्रो ओडाको झन्डा पुरानो भइसकेको थियो अनि राम्रो देखिया थिएन। अनि त्यसपछि हाम्रो ओडाको झन्डा पनि चेन्ज गरौँ भन्यो। अनि ओडामा दाइले झन्डा चेन्ज गर्नुभयो। राम्रो देखिन्छ नि त, पुरानो झन्डा राम्रो थिएन, पुरानो भइसकेको थियो, फाटिसकेको थियो घामले र पानीले गर्दा। अनि नयाँ झन्डा लगायौँ हामीले, अनि सलट पनि गयो, सबैजना खुसी भयौँ। नेपालमा खुसी भयो त हामी पनि खुसी हुन्छ नि। अनि त्यसपछि अलिकति काम परेको थियो मेरो बनबासा जाने, अनि म र भाउजू बनबासा गयौँ। टङ्की बनाउनु थियो, टङ्की पनि बनाउन दियौँ। अर्कोतर्फ गाडी पनि बनाउनु थियो, गाडी पनि दियौँ। त्यसपछि उतातर्फ टङ्की, यतातर्फ थियो हाम्रो गाडी, सँगसँगै बनिरहेको थियो। यो बनबासा इन्डिया बोर्डर नजिक छौँ कि हामी, त्यही भएर इन्डियामै जान्छौँ सामान किन्न, घरको सामानहरू किन्न सस्तो मिल्छ कि, त्यही भएर। अनि यो बनबासा गाडी बनाइसकेर अनि मोबाइल किन्नु थियो, भाउजूको मोबाइल किन्न हामी मोबाइलको पसलमा गयौँ। मोबाइलहरू छान्यौँ हामीले, मोबाइलहरू चुज गरेँ। त्यसपछि मोबाइलको क्यामेराको क्वालिटी कस्तो छ, कति जुम हुन्छ, जुम गरेर कस्तो देखिन्छ भनेर अनि मैले मोबाइल पनि चेक गरेँ, जुम गरिरहेको थिएँ त्यहाँ। अनि चेक गरेँ, मोबाइल किनेर अनि हामी आयौँ घर आइसक्यौँ हामी। अनि घर आएर भाउजूलाई घरमा छोडेर म छोरीलाई ल्याउनु थियो हेल्थ पोस्ट, अनि म जाने हुँ। अब भाउजूलाई घर छोडेर म हेल्थ पोस्ट जान्छु। अनि म हेल्थ पोस्ट आएँ छोरीलाई लग्न, यो हेल्थ पोस्ट दुरारा चाँदनीको। अनि मेरो छोरीको क्लास चलिरहेको थियो, अनि मैले वेट गरेँ, अनि छोरी पनि क्लास सकेर आई। आजको ब्लग यहीँसम्म साथीहरू, ओके बाई बाई।